हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग अहिले चाहिँ हामी गाइज चटपट खाना छौँ मैले चाहिँ चटपट खाएर भ्याइसकेँ आफ्नो भात यिनीहरू चाहिँ खाइरहेको छ भर्खरै कालो मान्छेबाट मुखै देखाएको छैन मेरो मात्रै देखिरहेको गाइस चटपट खानु मन छ भने धनगढी आउनुहोस् यति चटपट हुन्छ कि अरू ठाउँ अरू पसल भन्दा बेस्ट guys, last भाग guys, हामीलाई चाहिँ यतिको चटपट खायो अब हामीहरू 1000 रुपियाँको पानी मांगना ये दादू के घर पानी नहीं देखो आज मैं खाए सबै खाए गाइस हामीहरू हैन अब चटपट खाएर सकिहाल्यौँ खासै के पाउँछ यहाँ देख्नुहुन्छ हामीहरू अब घर जान लाग्यो देख्नु होला यो पसल यो चटपट पसल आऊ गाइस छिटो हामी त दुईजना निस्किहाले त्यो पसलमै छ बाई गाइस गाइस यो चाहिँ हाम्रो धनगढी बजार हो हामीहरू चाहिँ अब चटपट खाएर आएको बैङ्कबाट अनि बैङ्कबाट होइन पसलबाट खाएर आएको बोयफ्रेन्डले पैसा पठाइदियो त्यसै खाएर आएको बोल्न नि आउँदैन यो बहिनीलाई के साह्रो बोल्न चाहेको छि मलाई नेपाली बोल्न आउँदैन मलाई साउथाले बोल्न आउँछ के गाइस आज हाम्रो बजार न्याङ्थी गाइस बाजार की देखा थी वो ये हालत 4-5 ठो गाड़ी देखा थी वो गाइस देखा थी वो ये चाहिए हमने बोला थी टेंपल रिसोर्ट गाइस टेंपल रिसोर्ट हो मैं सालू का हिटू ये है गाड़ी स्कूल यहाँ टेंपल रिसोर्ट अपन अपन लगन स्कूल पढ़ाई हो टेंपल रिसोर्ट देखिए बाजार ये आज से देखिए देखो गाइस सेल देखिए गाइस पार्लर यहाँ तक पार्लर ग्लैमर यहाँ मस्त होता है गाइस देखिए बता दो फिर बाद ऐसे गाड़ी का लेना हाथ कर रखा नहीं हो उसके ये के कर बॉयफ्रेंड हो देखा थी वो कतरा हैंडसम देखो वीडियो बनाई गई हां देखा थी वो ये हेरत कैसे की बने यार देखा थी गाइस अतरा खाली बाजार बाट अब बोलती गाइस मोर बॉयफ्रेंड के ला लुगा किन आई हो डोन को आप किन देखे गाइस हामीहरु हैन चप्पल माको बजार चप्पल मा देख्नुहुन्छ कट्टुमा अनि सुरुवालमा म चाहिँ पाइन्ट र भेस्टमा यो लुक चाहिँ यस्तो छ गाइस गाइस अब हामीहरु चाहिँ जान लाग्यो अब कस्मेटिक पसलमा जान लाग्यो अब राम्रो हुन परेन आफ्नो सकललाई राम्रो बनाउनु पर्यो राम्रो सामान हेर्नु पर्यो गाइस बाइ बाइ गाइस गाइस देखा थी वो मोरला सामान किन्दै हो गाइस देखा थी बट रस गुस्सो गाइस हामी चाहिँ के भन्छ नि कपडा किन्न आएको अब घरमा गएपछि सबै सपिङ गरेको सामान देखाउँछु गाइस है अब नाम किनेर चाहिँ गाइस
बजार खेलेर छन् फेरि सोपिङ के किन्नु मन छ गाइस आइहाल्नु किन्न देख्नुहुन्छ बजार खेल्दा खेल्दा यति साँझ भइसक्यो अहिले घर गएपछि घरबाट गाडी खाने हो के गर्नुहुन्छ गाइस यस्तै हो जिन्दगी देख्नुहुन्छ हाम्रो पसली यति पैसा छ 4000 रुपैयाँ किलो 60,000 भन्दा यति 4000 पसलको सामान यति फेरि झिल्लीको सामान यहाँ छ हाम्रो झिल्लीको सामान के छ झिल्लीमा झिल्लीको सामान बजार खेलेर यति धेरै हाम्रो खर्चा आएको गाइस 4 बजेतिर बजारबाट 4 बजे हामीहरू घरबाट निस्केर गएको थियौँ अहिले कति बज्यो बहिनी 6 बजे हामीहरू 2 घन्टा बजार खेलिसक्यौँ भारी देख्नुहुन्छ सुनको चाँदीको फुली ओए सुन चाँदीको फुल क्या कथा म 60,000 हकला 4000